नमस्ते मुकेबा। नमस्ते आइपुग्नु हो? आइपुगे। नमस्ते बाबा। नमस्ते। अनि गाउँलेहरूले आउने भन्दै हुनुहुन्थ्यो, आउनु भएन त? आउँदैछ। त्यसो भए हामी जाँदै गरौँ। ए चोक्दा किन? आज त्यो इन्जिनियरको आउनु भयो भने जाउँ न। कसरी छ? जाने हो र? जाउँ न, जाउँ, हेरेर आउँ। ल विकास जस्तो युवाहरू जन्मिनुपर्छ। हाम्रो गाउँको विकास गर्नुपर्छ। धन्यवाद उहाँको आमा बुबालाई, जसले धेरै दुःख गरेर इन्जिनियर बनाउने सफल भयो। नमस्कार मुखिया बा, आमा बुबा लगायत सम्पूर्ण गाउँलेहरू। आज म तपाईँहरूको सामु यसरी उभिन पाउँदा म आफूलाई नै भाग्यमानी ठान्दछु। तसर्थ यो सम्मान मेरो मात्र नभई हामी सबैको भन्ठान्दछु। किनभने हाम्रो गाउँलाई विकास गर्नु छ। हामी सबै हातेमालो गरेर हाम्रो गाउँलाई नमुना गाउँ बनाउनु पर्छ। त्यसैले हाम्रो गाउँलाई विकास गर्नु छ। गर्यो विकास। बाटो खान्छु भनेर ठेकदारले गाउँलेको आँखा छलाएर सबै पैसा गुटमुटेर गइसक्यो। अब फेरि एउटा ठेकदार नयाँ निस्किएको छ। खै मलाई त विश्वास लाग्दैन। के को चुप्ने? भएको कुरा गर्नु पर्दैन? भएकै कुरा हो के अरे? सबैले देखिरहेकै हो। त्यही त पोहोर साल पनि स्कुल बढाउँछु भनेर बजेट आएको थियो।
कहाँ गायब भयो अहिले हामी जनताहरूलाई जताबाट नि ठगिएको छ खै म त पत्याउँदिनँ हो त्यही भएर त अब हामी ठगिनुहुन्न गाउँ विकास कार्ययोजनाहरू तपाईँ हामी सबै मिलेर अहिलेको आधुनिकीकरण तरिकाले विकास गर्नुपर्छ भन्ने अठोट लिएर म आएको हो हामी कसैबाट नठगौँ आफ्नो गाउँ आफै बनाऊ भन्ने मूल नारा लिएर हामी अगाडि बढ्यो भने पक्कै पनि हामी सफल हुनेछौँ एउटाले बिगार्यो सारालाई पिराल्यो भने झैँ सबै मान्छे उस्तै हुँदैन नि ल अब हामी विकास बाबुको प्रयासलाई साथ दिने या नदिने निर्णय तपाईँहरूको हातमा छ उनको योजनालाई हामीले सहयोग गर्छौँ भन्दै आजको यो कार्यक्रमलाई यहीँ अन्त्य गर्न चाहन्छु धन्यवाद नमस्ते पहिला आफ्नो घरको मर्मत गर्ने त्यसै मात्रै विकासको कुरा गर्ने खोकेर हिँड्दैन मात्रै हुँदैन बुझ्यौ बुझ्यो केन्सन दाइ अनि त्यो ठेकेदार बाटो कहाँसम्म पुऱ्याएछ नि कहाँ पुऱ्याउनु नि यसो खन्यासो गऱ्यो पछि लियो गयो नि मोरो ए त्यसो पो ल अहिले लाग्यो है ल ल बाख्रालाई घाँस पनि हाल्नु पर्ने रहेछ विकास त अहिलेसम्म नै आएन त नि आउँदै होला नि आमा बाबु ढिला गर नि त आउनुलाई साथीहरू कुरो गर्दा थिएँ त्यही भएर ढिलो भयो धेरै नै बेर भयो अनि तपाईँहरू चाहिँ किन चाँडै आउनु भएको त बुवा यो गाउँलेको वचनलाई सहनै सकेन छोरा त्यही भएर हामी चाँडै फर्कियो अनि तिमी आइपुग्यौ हजुर त्यति धेरै इन्जिनियर पढिसकेपछि सोचेर बोल्नुपर्छ नि ती जडाहरू त्यस्तै हो जथाभावी बोल्छ जसको जति बुद्धि छ त्यसले त्यति नै बोल्छ आमा मलाई त्यसमा कुनै पनि मतलब हुँदैन बोल्ने बोलिरहन्छ नि यी गाउँलेहरू यस्तै हुन् कुरा बुझ्दैन आफ्नो सोच लिएर अगाडि बढ्नुपर्छ हुन्छ बुवा अब म मेरो पहिलो प्रयासमा आफैबाट सुरु गर्छु ल ल आफ्नो उद्देश्य पुरा गर को रहेछ बिहान टाउन गर्ने विकास रहेछ विकास ए विकास के गर्नु लागेको बाटो पनि जान लागेको बुवा त्यसो नगर्नु बाबु के गर्न आँटेको लाज हुन्छ काम गर्नु के को लाज नि आमा मलाई आफ्नो गाउँको विकास गर्न गर्व लाग्छ अनि तँ एक्लै सम्भव छ त पहिलो सुरुवात गरौँ नि बुवा त्यसपछि हेरौँला नि ल म अहिले लागेँ हामी पनि जान्छु नि बाबु ए जाँदा तिमीहरू आमा छोरा म अर्कै काम छ बरु मलाई पनि लाज लाग्छ आमा तपाईँहरूले काम गरेको देख्दा म छँदैछु नि ल म लागेँ है हे भगवान् के सोचेको के हुँदैछ केरला तिमीहरू दुईजना ए बाख्रा भोकाएर चाहिँ घाँस खाउँ ला हो कि बाख्रा चोर्नु ला अब चोर्छ उहाँ मुखिया बा कुरिरा होला मिटिङ छ अरे चौताएर क्यान्सिल हिँड्नु त के खानेकुरा भयो मकै धनी नाच्ने काम भाइ के गर्दैन त जहिले पनि नाच्ने काम गर्दै हिँड्छ है हेर्नु छिटो मुखिया बा ओ मुखिया बा मुखिया भाइ छैन जस्तो किन बोलाएर ए कुम्भमुनि आइपुगेको रहेछ त एकछिन बस है म कुर्ची लिएर आउँछु ए ठाउँ साङ्रो अलि उतैतिर बसौँ न अच्छा खाली नचाहिने मात्रै काम गर्छ तिमीलाई हो र मलाई हो यो अनि मलाई खै त उभिएर बस यो केही जिम त बिगार्ने काम भन्दा केही जान्दैन यसको त कुरै नगरौँ न
अनि मुखियाबाले बाटोको कुरो गर्नुभयो त्यो खास के होला है मुखियाबा? त्यो पल्लो गाउँको विकास बाबुले रोड ल्याउँछु भन्थ्यो, तपाईँ हामी सबैजना सहयोग गरौँ न त। ल्याउँछ त्यस्ताले बाटो। आफ्नै घर त बनाउन सकिरहेको छैन, त्यसरी राखेको छ। त्यस्ताले बाटो ल्याउँछ भने हामीले बोलाएको। मुखिया बाबा पनि ताइन त्यही कुरा गर्नुहुन्छ। हामी सहयोग गर्न सक्दैनौँ, फुर्सद पनि छैन। जोक्यामसी त्यस्तो भन्नुहुन्न, पख न। कहिले गतिलो काम गर्ने जाने भएको गतिलो काम गर्छ, कहिले गतिलो काम गर्ने होइन। 3 किलोमिटर गर्नु जाने खाने गतिलो काम हामीले कहिले नगरे जस्तो। हेततिरका के भयो यिनीहरू सबैजना मिलेको विकास हुन्छ। हाम्रो गाउँमा विकास हुन्छ भने हामी किन सहयोग गर्दैन मुखियाबा? म मात्रै नभइकन म यो गाउँको जनताले समेटेर म विकास बाबुले सहयोग गर्छु मुखियाबा। ओ मामा माइती नमस्ते। नमस्ते नमस्ते। आरामै हुनुहुन्छ? हजुर एकदम। अनि बिहानी बिहानै कहाँसम्म हो भान्जो बाबु? यसो विकास बाबुलाई भेट्नु पर्ने काम थियो, त्यो भएर आएको नि। ऊ पनि भर्खरै बाहिरतिर चिसा हावा खान्छु भनेर भन्एको थियो, गयो होला बाहिर। आउनु बस्छ भने चाहिँ होइन होइन मामा माइज्यू, बरु पछि खाम्ला। म विकास बाबुलाई भेट्नुपर्ने छ, त्यतै जान्छु बरु। हुन्छ। यो तर क्यान्टिन पनि आएछन् त। आइज भित्र चिया खाएर जाउँ न। खालि नराम्रो काम यो उता राख्दा बुढी। ल होस् त मामा माइज्यू, लागे। ए होइन, चिया लिएर जाउँ न। होइन पछि खाम्ला। अरू हाम्रो काम छैन, अब चिया खाएर बसिन्छ होला नि। आऊ न आऊ, तिमीहरूसँग एउटा कुरा छ क्या, बस। नमस्ते पुमन दाई। नमस्ते नमस्ते। हामी त घरतिर पो गएको थियो, अब बाबु यता हुनुहुन्छ अरे भनेर हामी यता आएको नि। यसो चिसो हावा खाउँ भनेर माथि डाँडतिर उक्लेको। भइहाल्छ नि। बिस्तारै तपाईँ ए उमेर नपुग्दै जालै क्यान्सिम। जान्छ नि। यो गाउँमा आफूले के गर्नु छ जान्छ भन्ठान त यतिकै। अनि पुमङ दाई आरामै हुनुहुन्छ नि? आरामै छु भन्नु पऱ्यो बाबु। अनि त्यो ठेकेदारले हाम्रो गाउँमा के गर्दैछ? खोइ बाबु के भनौँ, गाउँ केटाहरूलाई जाड भए पुग्छ, ठेकेदारलाई पैसा भए पुग्छ, अनि हाम्रो गाउँमा विकास कहिले हुन्छ र? बरु तपाईँ हामी मिलेर के गर्नु पर्यो? हजुर। हामीले भनेको कुरालाई खाँदैन उनीहरूले। मलाई विकास बाबुको यो प्रोसेस एकदम राम्रो लाग्यो। हजुर। अनि मैले गाउँघरको मान्छेलाई पनि सबैले भन्दैछ, गाउँघरको मान्छे पनि यो काममा लाग्नलाई एकदम समर्थन छ। ठेकदारले जति पनि काम गर्यो उनीहरूले एकदम हाम्रो गाउँको विकासको लागि केही पनि गरेको छैन। त्यही कारणले गर्दा हामी आफै लाग्नु पर्यो भनेर म विकास बाबुका भेट्न आएको। हाम्रो गाउँ पनि त्यस्तो तपाईँ जस्तो मान्छेको आवश्यकता छ, त्यही भएर म आएको। मैले त्यसको लागि यी चोक्ता र क्यान्सिल पनि ल्याएको छ। अब आफूहरू दुईजनाले पनि अब विकास बाबु जस्तो हामी जस्तोले सहयोग गरेर हिँड्नु पर्यो, बुझिस्? हामीले के काम गरे खाने अहिलेसम्म? हामीले के नराम्रो काम गरे खाएर? हामीले राम्रै काम गरे खाने अहिलेसम्म। कसलाई सहयोग गर्नु पऱ्यो? के गर्नु पऱ्यो? होइन पहिला सहयोग गरेर त हेर्नु न पहिला क्यान्सिल दाई, रिसाएर त भएन नि। खै मलाई त मेरै विश्वास लाग्दैन। चिनछिनो मन चेन्ज हुन्छ। खै हेरौँ एकचोटि हेरौँ अब कस्तो गर्छ, अनि विचार गर्नु पर्ला। आफूले आफ्नै विश्वास नलाग्ने मान्छेले अब यो गाउँमा के गर्ला र? थाहा पाएको नि। पहिला हेरौँ न। हुँदैन क्यान्सिल। केही सहयोग भयो भने हामी गइदिउँला नि। कुरा यसैमा त छ नि होइन? कुरो गरे कुरोको दुःख। तपाईँलाई धन्यवाद पुमङ दाई, तपाईँले यति धेरै सहयोग गर्नुभयो मलाई। यदि यो गाउँको सबै मान्छे तपाईँले जसरी मलाई सहयोग गर्नुभयो भने हाम्रो गाउँमा गाडी कसो नआउला त पुमङ दाई? हुन्छ अहिलेलाई जाउँ, भोलितिरै भेटौँ ल। हुन्छ त बाबु, त्यही गरौँ त। हजुर। हस् त बाबु। ए चोक्ता ए इन्जिनियर बाबु, बर्खाको बिहान कता हो? हजुर काका, म त बाटो खन्न जान लागेको। यत्रो पढेर कोदालो बोकेको पटक्क
पक्कै सहेन। बाटो सुहाए त भयो पनि काका। क्या तालको मान्छे रहेछ, के उर्ख गर्न लाग्यो यसले? मर्निङ हो प्रकृति कति जान लागेको? पल्लोको आज नारी समूह छ त्यति जान लाग्यो। अनि मलाई त अचम्म लाग्यो त्यो विकास के गर्न लाग्यो हो? बाटो खन्न लागेको भनिन्छ। राम्रो कामको सुरुवात आफैबाट सुरु गर्नुपर्छ रे, त्यही भएर स्टार्ट गरिहालेको। यी गाउँको विश्वास जित्नु छ मैले, अनि यी गाउँको मुहार फेर्नु छ, अन्धकारबाट उज्यालो पार्नु छ। एक दिन अवश्य सफल हुनेछ। ल माने, अनि बुझे पनि उसो भए म पनि साथ दिन्छु। अहिलेलाई जान्छु है त। ल राम्रोसँग जानु ल। ओके बाई। ओके बाई। गुड न्युज केटा हो, गुड न्युज। त्यो मुले इन्जिनियरले हाम्रो दुध खाँदै रहेछ। जाउँ न। जान्न, म त घरमा घाँस काट्नु परेछ। ओहो ठेकेदार साहब, पानी ठेकेदार साहब के छ हौ? आज चोक तर केही पनि आछ खाजा खुन्न आधा हो नि बेइ गएर होइन हौ, के खाजा मुसा खाइदिनु हो कि अनि चाखेर हिँड्नु काम काम पुग्यो। के गर्छ यो अरू के छ? अरू अहिले रोड खन्ने काम हुँदैछ। कहाँ आइपुग्यो त रोड? रोड अब खोज्नु बाँकी छ। त्यो मुले इन्जिनियरसँग टक्कर दिनु छ क्या। हो ठिक, लिने हो। त्यतिखेर चोकतरा केही पनि ब्याकग्राउन्डमा राख्नु पर्ला जस्तो छ। एक्लैले खनेर पनि कहिल्यै सक्छ र? 3 वर्षमा खनै सक्दैन। मूर्ख रहेछ केटा। उसले आफूलाई निकै बहादुर भन्दा भनेको होला। अब कुनै ठाउँबाट सुको दाम आउने छैन। हेर्दै जाओस् केटाहरू, कसैले सोध्यो भने यो हामीले खन्न लगाएको भन्नु है। ल ल, ए पानीभित्र के कुरा गर्नु? हेट केटा हो। पछि भेटौँ ल। ल ए फुलमाया घाँस काट्दै हो? कताबाट आउनु भयो नि तपाईँ? म मुखियाबा कहाँ गएर आएको नि। अनि पुमङ दाइ, तपाईँ त बुढो हुनेसम्म बिहे भएको छैन। तपाईँसँगैको मान्छेहरू छोरा गर्ने बिहे हुन लागिसक्यो। खोइ अब मैले मन परेकोले उसले मन पर्दैन, उसले मन परेकोले मैले मन पर्दैन। हुँदा हुँदै बुढो भइसक्यो। कतै आइलाग्यो भने विचार गर्नु पर्ला। ओहो, मकै बारीभित्र यस्तो बुढो बुढी माया प्रीति गएर बसिरहेको छ। यो त अघि त घरमा घाँस काट्न जानुपर्छ भने चाहिँ छिटछिट पुगेको थियो त। घाँस त काटिहाल्यो नि यहाँ। फुलमाया भेटेर कसरी पत्ता लगाइहाल्यो नि हान्छ त। त्यही त। ल ल, तिमीहरू त गप्सी देखेन होला, हामी त हिँड्यौँ। होइन मोबाइल जाने हो? घाँस काट्नु पुगेन होला नि त। होइन होइन, त्यहाँदेखि घट्यो मोबाइल जाने। हामी टेक्छु। काटेर जानु ल। हामी त उचाइदिएको भतिर जानु लाग्यो। ल गाडीमा चाहिँ किन बस्छु त? अच्छा हो त है। अहिले त त्यहीँ बस्छु त। जे भने नमाने के अन्त? सानो दिदी। हजुर। खाम त अब अलिअलि। के खाम? त्यही त हो नि बोतलको। सानो दिदी। हजुर। म नै आइपुगेँ नि। ल आउनुहोस्, बस्नुहोस्, मुढामा बस्नुहोस्। यिनीहरू त अलिकति के खाउँला भनेर आएको, अहिलेसम्म के आएको छ? अब त अब घाँस काट्नु व्यस्त थियो। घाँस काट्यो मात्रै कि घरमै पुऱ्याइदियो। के नै खान्छ भने अगाडि आएको खोइ त के खाएको? सानो दिदी रक्सी ल्याउन एक बोतल। आज त खुवाउने होला नि त घाँस काट्यो बेलासम्म। खेत मार्ने गरे होइन। खानुहोस् भन न हौ, खानुहोस् भन्नु। गाउँको राम्रो मान्छे हो हामी त। धेरै राम्रो देखियो। हो देखेन त कुकुर के देखि देखेन होइन।
सोध ल के अलिक कम छ कि हो स्यालेरी हिजोको होइन के हो अब रक्सी खाँदा बेला चल्छ क्या अघि पछि त चल्दैन चल्छ चल्छ भाइ दिदी हिजो फुलमायालाई मलाई तिमी किन बिगड्यौ भनेर सोध्यो एउटा चेन्डीसँग म यसपालि त जही बार्छु क्या साइल दिदी है हुन्न हुँदैन यस्तो रक्सी खानेहरूलाई कहाँ आउँछ दिदी बसी बसै बसिरहेको ल बस्नु आउनुहोस् हो कुम्बलाई बिहे गर्नुभन्दा बिहे नगर्नै जाति हामी त बिहे गरेर दुःख पाइरहेछ दिनकै बुढीले लठीले पिटै छ सोलमारी खायो भनेर जहिले पनि लठीले पिन्छ हामीले त हामी नि आज हानि के हो यार बिहे नगरेर ठिक हो त मैले नखाउँ क्या रे अब भरे फेरि बुढीको पिटाइ खानुपर्छ आइहाल्यो अस्ति पिटेको बिर्सेको छैन जाउँ आजलाई नखाउँ बुढीको कुरामा खाँदो रहेछ लाजै मर्नु भाउ काङ्लो नि यो क्यान्सिलले तँलाई त काङ्लो छोडेर लाख नभएको यो यतै टन्न खाएर जाउँ ल फुटा ए यहाँले त्यत्रो गाउँभरिको काँक्रो चोरिसक्यो खाइसक्यो अहिलेसम्म थाहा खाने छट ल किन दौडेर आयो भने त काँक्रो चोरेर आयो जस्तो छ आज पनि कसको काँक्रो चोरेर आयो अब चाहिँ चोर भन्ने खाना होला नि त्यही त हामीले त अहिलेसम्म गाउँको एउटा बाख्रा त चोरे खाएन केही बाख्रा चोर्नु त बाँकी छैन सबै चोरिसक्यो हामीलाई थाहा छैन र दाइ दाइ हेर्नु त मेरो त्यो बिउलाई राखेको एउटा काङ्लो थियो त्यो पनि चोरले घिचेछ भने हेर्नु न तिम्रो पो हो नि दाइ झन्डै मारेन मलाई हेर्नु न नटेरिकन घिचिरहेछ घिचिस काँडले उल्टो हानेर गयो यो केसिम त खत्तम बिग्रेछ भने दाइ खत्तम लास्टै बिग्रेछ बरु कुम्बाङ दाइ नै ठिक छ खोइ के ठिक भन्नु तिमीले ठिक भनेको ठिकै त होला अरू जेसुकै भए पनि म उसलाई सहयोग गर्छु त्यसको लागि म भोलिदेखि नै खट्नुपर्ने हुन्छ ओहो आज त हामी चारे भने यिनीहरू पो चारे भएको छौ यो प्लेट त कति मोटाको हो रहर लाग्दो गरेर खै यो प्लेट त खालि यति मात्रै खाएर बस्छ कि के हो कामसाम त्यति राम्रोसँग अगाडि बढ्दैन बा तपाईँले गोटे हो मेरो खै प्रायः त मैले गरिरहेको छु ल आफ्नै मेला अगाडि बढाउन सक्दैन खालि मैले बढाइरहेको छु अहिले म हतारमा छु एकछिन बाहिर बसेर कुरा गरौँ न हुन्छ के कुरा हो आफ्नो गाउँ आफै बनाऊ अभियान हामीले सञ्चालन गर्दैछौँ त्यसमा तपाईँहरूले मलाई सहयोग गर्नु पर्यो हाम्रो गाउँमा बाटो बनाएर गाडी आयो भने हामीलाई नै सुविधा हो यसको लागि म तयार छु हामी पनि आयो तपाईँलाई साथ दिनको लागि धन्यवाद है तपाईँहरू माइलो समूहलाई पनि हामी पनि यतितिर सुरु गरौँ न त खानको लागि सबै गाउँलेहरूलाई
सोच सायद भोलिदेखि आउँछ होला। हो त्यही गाउँलेहरू सबैजना आउँछ। राम्रो आउनु पऱ्यो भने हुन्छ आज नै हामी जान्छौँ, भोलि आउँछौँ। आज त थकाइ पनि लागिसक्यो विकास, हामी पनि जाऊँ भोलिबाट छिटै आउँला। हुन्छ नि त लागौँ ल। मेरी बुढी साह्रै नै बाठी केटा हो, भनेको पटक्कै टिर्दैन। मेरो उनी पारनी चाम्रो बेलाउन त्यसै भएर लाटी भेट्ने साला त्यो इन्जिनियरले पुसुक्कै बिगारे। बारे भात नखाउने भो। ल बुढीपिडी साथी हो, अब जाउँ भर्तीतिर। आज दरो पिउनुपर्छ, भरे फाइट पर्छ, बेलामा ब्याट्री चार्ज गर्नुपर्छ। हुन्छ हजुर, हुन्छ हुन्छ। एकछिन यहाँ बसौँ न है, कस्तो थकाइ लाग्यो भने। हुन्छ तपाईँलाई फेरि पनि थ्याङ्क है, तपाईँ हेल्प गर्नुभएकोमा। यो वेलकम। यो त हेरिभन्दा पनि बुझेर गर्नुपर्ने प्रत्येक गाउँको कर्तव्य हो नि। तर के गर्नु, विश्वासै गर्दैन। अब भने बल्ल विश्वास गर्न थाल्नेछन्। मलाई पनि त्यस्तो लाग्छ, सम्भावता महिला अभियानले मूर्त रूप लिनुपर्छ भन्ने जस्तो लाग्छ। अनि प्रकृति तिम्रो अहिलेसम्म बिहा भाडा नै छ, मैले भइसक्यो भन्ने ठानेको। हतारमा बिहा गरेर कुटुम्बमा बस्नु छैन, त्यसरी बिहा नगरेको। आफ्नै खुट्टामा उभिने सोच नै भएपछि मात्र बिहे गर्ने विचार छ। राम्रो, प्रतियोगिताको सोच यस्तो हुनुपर्छ जस्तो लाग्छ मलाई। अनि अहिलेसम्म त कोही फ्रेन्डसिपहरू बनाएको होला नि? फ्रेन्डहरू त धेरै छ, तर के गर्नु, लाइनमा एउटा नि छैन। अनि आफ्नो नि सेम ओ आई सी। बुढो मान्छेले ढुङ्गाले हानेर आएको हेर्न। यहाँ आउँदा छोरी एउटा कुरा छ। हजुर के कुरा होला बुवा? म के देख्दैछु मेरो आँखामा छारो? मैले त्यस्तो के गरेर बुवा? तिमीले विकासको कुरो किन गर्यौ भनेको त बल्ल आज थाहा पायो। किन हिँडेको त्योसँग भन त। फर्किँदा एउटै बाटो थियो, त्यही भएर नि बुवा। घरमा छोरी छिपाएर आयो भने नाक काट्छ भन्थे, तिमीले त्यही पाएर देखायो। बोल्दैमा सँगै हिँड्दैमा हजुरले त्यस्तो शङ्का नगर्नुहोस् बुवा। ठिकै छ, हजुरलाई म गाह्रो भएको रहेछ। अब म चुप लाग, बढी हुने होइन। तेरी आमा चाहिँ मुख चलाउने होइन, मलाई मन पर्दैन। बिहेको लागि तयार हो। आमा भइदिएको भए नि हुन्थ्यो, उहाँ पनि बित्नुभयो। हजुरले मलाई यसै गरी बिहा गरिदिनु खोज्नुहुन्छ भने बरु म पनि भागेर नै जान्छु। हुन्छ, पहिला यो माटोहरू पखालौँ। किन ढिलो गरेको नि यति बेलासम्म? बाटो खन्न थालेको एक्लै खन्ने कि गाउँले हालिन्थ्यो? अब सुरुमा एक्लै त हो नि बुवा, पछि पछि आउँला नि। आमाले गएर त्यो पुमाना चोक्दासँग कि साइनल भरिदिएर गयो भनेर सोधेको है। हिँड्नु जान्दिनँ आजसँग त्यस्तो बोलाउँछ। जीवनमा कहिले कोदालो नचलाएको छोराले आज कोदालो चलाउनु पऱ्यो। हेर बाबु, तिमीलाई हामीले हातीपेट खाएर एकसँग लाएर भए पनि हामीले तिमीलाई ठुलो मान्छे बनाएका छौँ, पढाएका छौँ, हुर्काएका छौँ, इन्जिनियरसम्म बनाएका छौँ। म छोड्दै बाबु यस्तो काम नगर, बरु तिमी सार फेरि खड्की अनि तिम्रो योग्यता अनुसारको
काम खोजेर तिमी काम गर्न सक्छौ बाबु। तिम्रो भविष्यको लागि तिम्रो बुवा कुरा मान्न तिमी। तपाईँहरू मलाई नराउनुहोस्, म मेरो भिजनलाई जसरी म पुरा गर्छु, बरु तपाईँहरू मलाई आशीर्वाद दिनुहोस्। कतै गाउँलेहरूले बुझ्छन् कि बुबा आमाको आशीर्वाद तिमीलाई जहिले पनि छैन छोरा। मैले भन्ने खोजेँ यति मात्र हो कि यो गाउँमा तिम्रो बुबाले दुःख नगरेको होइन, तिम्रो बुबाले धेरै खटेको छ यो गाउँमा। तर यो गाउँका मानिसहरू बुझ्दैनन्, गाउँलेहरूले बुझ्दैनन्। जति दुःख गऱ्यो त्यही हो, तिम्रो बाउ जस्तो हालत त्यस्तै हुनेछ तिम्रो पनि। बढी तिमी साह्रो फर्की छोरा। म मेरो उद्देश्य म जसरी भयो भने पुरा गर्छु। अबुसलाई बुझाउन एकदमै गाह्रो हुन्छ छोरा। हिजोको दिनमा हामीले जुन सपना बोकेर तिमीलाई पढाएको थियौँ, दुःख गरेर इन्जिनियर पढायौँ, आज यो परिस्थिति देख्नुपर्दा मन पटक्क हुन्छ। आमा आफूले सम्हाल्नुहोस्। यो मनलाई कसरी थाम्नु र छोरा? तिमी यत्रो थियौ, गाउँलेले हामीलाई साह्रै हेला गर्थे। ए माग्ने वसन्तान खाना त मजैसँग पाइरहेको छ कि हो कि? ए माग्ने वसन्तान खाना पाक्यो? हे भगवान्, यो छोरालाई ठुलो मान्छे बनाउनु पाऊँ, यो गाउँलेहरूसँग छुट्टिएर बस्न पाऊँ, यो समाजको अगाडि ठाडो सिट पारेर हिँड्न पाऊँ। यो छोरा हामीलाई भगवान्ले हेर्नुहुनेछ। हे ईश्वर, यो छोरालाई इन्जिनियर बनाउन पाऊँ। त्यति बेला त्यसरी तिमी हाम्रो भविष्य बनाउनको लागि छुट्टिएर खेतबारी बेचेर ऋण गरेर तिमीलाई इन्जिनियर बनायौ। तर अहिले भने जस्तो नहुँदा धेरै दुःखी छौ छोरा। यसरी दुःखी नहुनुहोस् आमा बुवा। तपाईँहरूको सपना म जसरी भयो भने पुरा गर्नेछु। यो गाउँमा हाम्रो धेरै बेइज्जती भएको छ। यो गाउँको म काँचुली फेर्नेछु। तिमीलाई आफ्नो योग्यता अनुसारको काम गर्न सार जाऊ भन्दा पनि मानेनन् छोरा। तर ठिकै छ छोरा, हामीलाई गर्व छ कि तिमीले आज इन्जिनियर पास गरेको छौ। ठिकै छ छोरा, तिमी त्यस्तो भन्छ भने भोलिदेखि तिमी एक्लै हुने छैनौ। भोलि हामी आऊ भने तिमीसँग त्यो बाटो गर्न जानेछौँ। ल भोलि बिहान रोड खन्न जानुपर्छ। ओहो रात पनि छिपिसकेछ। ल हजुरहरू पनि राम्रोसँग सुत्नुहोस्, म पनि सुत्नु जानु पर्यो। ल सुत। साइली नमस्ते। नमस्ते बाबु। के गर्दै हुनुहुन्छ? म चिया पकाउनु लाग्यो बाबु। ए साह्रै रसी खानु मन लाग्यो, एक गिलास ल्याउँ न साइली। छैन बाबु, हिजो मात्रै माइलसम्म आएर जम्मै खनाइदियो। हो र? हो। ठिक त ठिकै गरे होला। के हो त केटा हो? हामीले भनेको कुरा त अहिले त गाउँले कसैले मान्दैन त। त्यही त। त्यो मुले इन्जिनियरले गाउँले सबै भड्काइसकेछ। अब त्यसलाई ठिक पार्नुपर्छ है। ओहो नमस्ते ठुटा साहब। के हो सधैँ झ्याद देख्छु त म त। ए केटा हो, त्यो इन्जिनियरसँग मिलेर गाउँ भड्काउने यो पनि एउटा हो। सालेलाई देऊ। अहिलेलाई बस्छौँ, त्यो दिन पनि एक दिन आउँछ। हामीले पर्खाइमा बस्नुपर्छ। हामीले त्यस्तो नराम्रो काम त के गरे जस्तो लाग्दैन। गाउँको विकासको लागि भयो उठिरहेको छौँ हामी। गाउँको विकास भनेर खल्तीमा पैसा हाल्ने इन्जिनियरहरू पनि हामीले देखेको छ। नमस्ते मुखिया बा। नमस्ते। नमस्ते मुखिया बा। यो के हुँदैछ? खोइ मैले केही नराम्रो गरे जस्तो लाग्दैन। उहाँहरू त म माथि आइपो लाग्छ त मुखिया बा। को राम्रो को नराम्रो मलाई थाहा छ। सबैजना मिलेर अगाडि बढौँ। उहाँ मुखिया बाले भनेको कुरा सुन्नुभयो होला नि। उहाँले भनेको कुरालाई तपाईँलाई कस्तो लाग्यो होइन मुखिया बा? हजुर हेर्नुहोस् मुखिया बा। ल ल ठिकै छ, पछि बिदा गरौँ ल। ए विकास बाबु हामी पनि आइपुग्यो। ल आउनु सबैजना आएको गाउँले आफू नि आउनै पर्यो। यही गाउँमा बस्नुपर्छ के नआउ भने नसाको सुरुमा आफ्नो भविष्यलाई धरापमा राखेर आनन्दले हिँड्नु एकदमै नराम्रो। अब हामीले पनि छोडिसक्यो पिउनलाई। त्यही भएर तपाईँहरूसँगै गाउँ समाजमा मिलेर काम गरौँ भनेर आएको हामी। एकदम राम्रो। अब हामी यस्तै अभियान लिएर हिँड्यो भने पक्कै पनि सफल हुन्छ विकास। हो विकास, हामी सबैजना मिलिसक्यो, पक्कै पनि सफल हुन्छ। यसरी नै सबैजना मिलेर अघि बढ्न सके हाम्रो गाउँ विकास हुन समय नै लाग्दैन नि।